ल फेरि पनि अब सबै काम सकाएर म चाहिँ अब डिनरको लागि जान थालेको। डिनरमा चाहिँ आज मैले के खाने भन्ने कुरा चाहिँ थाहा छैन। हाम्रो चाहिँ बेसिकली खाना बनाउनु पर्दैन, कम्पनीले नै खाना दिने गरेर आएको छ। त्यसैले कम्पनीले खाना दिने गरेर आएको र हामीले खाना बनाउनु पर्दैन। त्यही भएर चाहिँ म अहिले चाहिँ मलाई कुनै पनि आइडिया छैन हाम्रो कम्पनीले के खाना दिएको छ, के दिएको छ भनेर। त्यही भएर मैले चाहिँ खाना खानलाई रेडी हुँदैछु र अब खाना खाँदा ल अहिले चाहिँ म रेडी भएँ खाना खानलाई। मलाई केही पनि थाहा छैन हाम्रो डिनरमा के आएको छ भनेर। म चेक गर्छु, चेक गरिसकेपछि चाहिँ थाहा पाउँछु के आएको छ भनेर। मलाई भोक लागिरहेको छ। मैले दिउँसो लन्च खाएदेखि मैले केही पनि खाएको छैन। म चेक गर्छु के आएको छ भने। हाम्रो दिउँसोको लन्च पनि रहेछ। हाम्रो चाहिँ दुबईमा चाहिँ यस्तै आउँछ ल खाना, प्याकेजिङ गरेर आल्मुनियम फुलमा प्याकेजिङ गरेर आउँछ खाना। ल अब खाना लिँदाखेरि अब यसरी कहिलेकाहीँ चाहिँ यस्तो पनि झोल बाहिरदेखि देखिरहेको छ। अलिकति चाहिँ यो देख्दा चाहिँ अलिकति राम्रो लाग्दैन, किनभने पछि झोलहरू फैलिएको एकातिर भएको हुन्छ नि त। स्पेसलमा चाहिँ अब भेजिटेरियन मेरो लागि अलिकति मुस्किल हुन्छ, तर त्यही पनि सक्यो। ओके यो आएको रहेछ, ठिक छ। भटमास र फर्सी आएको रहेछ तरकारी। सायद आई थिङ्क चिकन आएको होला। आई डोन्ट ओपन इट बिकज मलाई चिकन म खाँदिनँ, त्यही भएर। ओके ठिक छ। अब यसलाई म ओभनमा हिट गर्छु अनि त्यसपछि